श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन्। यस सम्झौतालाई उनले केवल सत्ताको लागि र विदेशी हस्तक्षेपलाई संस्थागत गर्नका लागि भएको टिप्पणी गरेका छन्। कुर्सीको लागि र यो देशलाई लिलाम गर्नका लागि आज बिहान सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै साम्पाङले भनेका छन्, विदेशी हालामुहाली प्रत्यक्ष हामीलाई महसुस भएको छ, त्यसलाई अब संस्थागत गर्नका लागि उनले राजसभा सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन शाहको नाम नलि यस्तो टिप्पणी गरेका हुन्। उनले बालेन शाहलाई लक्षित गर्दै जेनजी आन्दोलनको बेला र देश जल्दा टुलु टुलु हेरेर बसेको भनेर आलोचना गरेका छन्। बालेनलाई उनले भित्रभित्र बसेर डरलाग्दो खेल खेल्ने र लुकेर बस्ने व्यक्तिको संज्ञा दिएका छन्। जो भित्रभित्र लुकेर डरलाग्दो खेल खेल्छ, जेनजीलाई उस्काएर लड्न भिड्न पठाउँछ, 70-80 जना हाताहात हुन्छ, देश खरानी भएको टुलुलु हेरेर बस्छ, बाहिर आउँदैन, सरकार चलाइदिनु पर्यो भनेर अनुरोध गर्दा पनि आउँदैन, साम्पाङले भनेका छन्। यसै गरी उनले एमसीसी सँग जोडेर रवि लक्षित टिप्पणी पनि गरेका छन्।